हेलो साथीहरु नमस्ते। कस्तो छ तपाईहरुलाई? के छ कस्तो छ? मैले आज तपाईहरुको समक्षमा एउटा छोटो भ्लग लिएर आउने जमर्को कसेको छु है त। साँझ पख अहिले 7 बजिसकेको छ। हालमा म अहिले यो पार्कमा छु र तपाईहरुलाई छोटो एउटा आज म के गर्दैछु भन्ने भ्लग लिएर आउन खोजिरहेको छु है। त्यसले गर्दाखेरि चाहिँ मैले यो पार्कको दृश्य तपाईहरुलाई पहिलो दृश्य बनाएर देखाइरहेको छु है त। घाम झलमल्ल लागेको छ यतातिर र उयो देखिरहेको घर चाहिँ यहाँको पार्कको कन्ट्रोल रुम रहेछ र यसमा चाहिँ पार्टी के बिहे व्रतमण्ड जस्तो चीजहरु जस्तो कार्यक्रमहरु चलाउन सकिने रहेछ। अनि यो क्षेत्र चाहिँ सर्कल पार्किङ क्षेत्र पनि रहेछ। यसमा चट्टसँगले घुमेर वहीँनेर गाडीहरु पार्क गर्न पाइने रहेछ टक्कसँगले। अनि तपाईहरुले यहाँनेरको पार्टी प्यालेस जस्तो कार्यक्रम हो गर्न पाउनुहुने ठाउँ रहेछ है त साथीहरु। र फेरि म अहिले यो मेरो दृश्य तपाईहरुलाई यही नै यो पार्क क्षेत्रमा के हुँदैछ भन्ने कुराहरु देखाउन गइरहेको छु। ल अगाडि बढौँ है त। र यो पार्कमा चाहिँ मसिनादेखि ठुला नानीहरु मजासँगले खेल्न सक्ने र रमाउन सक्ने एउटा छुट्टै एउटा मनोरञ्जन क्षेत्र रहेछ। र यो मनोरञ्जन क्षेत्रमा चाहिँ नानीहरु यसरी यो टोड्कामा पसेर रमाउँदा पनि रहेछन्। हेर्नु होला त्यहाँ सानो बच्चा हाम्रो केटो निक्ल्यो त्यहाँबाट र अरु नानीहरु पनि यहाँनेर हाम्रो छोरी र अनि छोरीको साथी पनि त्यो टोड्कामा पसे। हेरौँ है त। माथि पुगेर फेरि उनीहरु निक्ले। र यहाँ पनि जति पनि नानीहरु आउनुहुन्छ यहाँ चाहिँ हल्लिने पिङ राखिएको रहेछ। त्यहाँ नहल्लिने पिङमा नानीहरु पिङ खेल्दा रहेछन्। यो दृश्य पनि तपाईहरुलाई देखाएँ। अब तपाईहरुले सजिलैसँगले यो दृश्य मैले कैद गरेको दृश्य तपाईहरुले देख्न पाउनुहुन्छ। र यतापटि जंगल है र यो भागमा चाहिँ झार काटेर एकदम चिल्लो बनाइएको छ। त्यसपछि यता चाहिँ जंगल पर्यो। यहाँदेखि यता पार्क परेछ र यो पार्कमा चाहिँ अलिकति ठुलै जमात हुँदा पनि नानीहरु आँट्न सम्मान हुने क्षेत्रफल रहेछ। र यो यत्रो ठुलो क्षेत्रफलमा चाहिँ नानीहरु यसरी रमाउने गर्दा रहेछन्। र आज हामीहरु यही क्षेत्रफलमा आएका छौं। आज चिसो मौसम छ। चिसो मौसमको साथमा तपाईहरुलाई यो पार्कको दृश्यहरु मैले देखाइरहेको छु। नानीहरु पार्कमा खेलिरहेछन्। आज बेलुका पख 7 बजेको छ। 7 बजेको समयमा तपाईहरुलाई यो पार्क मैले देखाइरहेको छु। आशा गर्छु तपाईहरुले यो पार्कलाई हेरेर मनोरञ्जन लिनुहुनेछ। लगायत साथमा यो ठाउँमा पनि यस्तो रहेछ फलानाले देखाएको थियो भन्ने खालको एउटा तपाईहरुको मनसायमा पसोस्। र जति पनि भिडियोहरु मेरो भिडियो मन पराएर चलाइदिनु हुने मेरो सम्पूर्ण साथीहरुलाई माया छ, सम्मान छ, कदर गर्छु, सम्मान गर्छु है। तपाईहरुको जहिले पनि मलाई खाँचो हुन्छ। र यतापटि एकदम चिल्लो पारेर घाँसहरु काटिएको रहेछ। यो चाहिँ काटेको घाँस। मेरो छाया मैले आफैले देखिराखेको छु।
है तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ खेल्ने फुटबल जस्तो अथवा चाहिँ यो भलिबलहरू अथवा चाहिँ जुनै चिज तपाईहरुले जे भन्न सक्नुहुन्छ यहाँ चाहिँ खेल्ने अवलोकन गर्ने रहेछ। अहिले मनोरम सुन्दर वातावरण यहाँनिर चाहिँ चट्टसँगले सुन्दर वातावरणमा म आफैलाई रमाउन पाउँदाखेरि धेरै खुसी लागेको छ। र त्यसै गरेर मैले यो चिल्लो घाँस काटेको मनोरम सुन्दर वातावरण तपाईहरुलाई देखाउन साथसाथै मैले चाहिँ आकाश क्षेत्र पनि मलाई मन परेको कारणले गर्दाखेरि मैले यो आकाश क्षेत्रलाई पनि अलिकति विशेष गरी यसको बयान तपाईहरुले गर्नुहुन्छ भनेर मैले यो चाहिँ यसलाई पनि देखाइदिएँ है त। र यो ओल्लो पोस पल्लो पोस मान्छेहरू यसरी नै म अलिकति यता गहिरो ठाउँमा छु अलिकति। त्यो हुनाले गर्दाखेरि अलिकति हात उठाएर मैले स्टिक उठाएर माथि हेर्दाखेरि चाहिँ तपाईहरुले देख्नुभयो सेतो पोस्टहरू है। आज विशेष गरी तपाईहरुलाई भन्नुपर्ने र देखाउनुपर्ने दृश्यहरू त मैले देखाइहालेँ। भन्नुपर्ने खासै केही छैन। अब यी बादलको एउटा कुरा गर्नु पर्दाखेरि चाहिँ यही बादल हो जुन बादल तपाईँ हामीहरू जस्तै स्थिर जसरी रहन्छौँ त्यसरी नै यो बादल रहेको छ। तर यो बादलले एउटा सङ्केत के दिएको छ भन्दाखेरि बादल पनि आफ्नो बादलको सङ्गठनमा नरहेको अथवा चाहिँ उहाँहरू बेग्लै पाङ्ति रूपमा चाहिँ छरिएर बसेको जस्तो मेरो मनको दृश्यले त्यसरी देखे साथीहरू। त्यसरी चाहिँ हाम्रो जति पनि साथीहरू भिडियो हेरेर रमाउने भिडियो चलाउने अनि त्यहाँदेखि आफ्नो जति पनि भिडियोहरू पोस्ट गरेर राखेर त्यसमा चाहिँ हैन जति जे छ साथीहरूलाई आदान प्रदान गर्ने एउटा जुन भावना हुन्छ त्यो भावना चाहिँ यो बादल जस्तो नहोस्। जुन कि कस्तो होस् भन्दाखेरि यो क्षेत्र छ नि यो क्षेत्र यो अहिले मैले जुम गरेर देखाएको क्षेत्र जस्तो चाहिँ हुनुपर्छ साथीहरू। तर जुन क्षेत्र कि अहिले मैले यो क्षेत्रलाई मैले तपाईको च्यातेर देखाएँ जुम गरेर देखाउँदाखेरि चाहिँ यो क्षेत्र जस्तो भयो भने चाहिँ हुन त छरिएर गाँठो परेर एकै ठाउँ बसे जस्तो देखिन्छ। तर पनि भिडियो चलाउने जति पनि साथीहरू हुनुहुन्छ है भिडियो मन पराउने जति पनि साथीहरू हुनुहुन्छ यही बादल जस्तो छरिएर च्यातिएर नबसौँ होला। एक ढिका भएर बस्नुपर्छ भन्ने सन्देश पनि हो तपाईहरुलाई। यो मनोरम दृश्य तपाईहरुलाई देखाउँदै है यो चाहिँ मैले तपाईहरुलाई एउटा जनचेतना अथवा चाहिँ एउटा एक ढिक्का भएर काम गरियो भने के हुनेछ र यसरी छरिएर काम गरियो भने के हुनेछ भन्ने खालको एउटा सन्देश पनि तपाईहरुलाई यसबाट मैले दिन खोजेको हो भन्ने तपाईहरुले बुझ्नुहुन्छ भनेर मैले सोचेको छु। र अब एकैछिन फेरि अर्को दृश्यतिर लागौँ है त। राम्रो खालको वातावरण छ राम्रो दृश्य छ यता है। तपाईहरुलाई यस्तो दृश्यहरू मैले देखाइरहेको छु। अहिले चाहिँ म करिब यो पोस्टको नजिकै आइपुगेको छु भने यो बादलको दृश्यहरू तपाईहरुलाई देखाउन फेरि यो तर्फतिर लागे म। एक ढिका यतातिर छ भने अर्को ढिका त्यहाँनेर र यसरी नै दृश्यहरू मैले तपाईहरुलाई कैद गरेर एउटा सानो छोटो भिडियो तपाईहरुको समक्ष ल्याउने जमर्को कसेको आजको धेरै दिनको पछाडी आज म समय पाएर एउटा सानो नानीहरू पनि त्यहाँ खेल्दैछ अनि नानीहरू खेलेको एउटा मौकामा चाहिँ मैले यतातिर छोटो भिडियो बनाउने अवसर पाएँ। साथीहरू कस्तो लाग्छ के लाग्छ कमेन्ट्स गर्नु होला। नयाँ साथीहरू हुनुहुन्छ सब्स्क्राइब गर्नु नभुल्नु होला। पुरानो साथीहरूलाई धेरै सम्मान छ कदर गर्छु सम्मान गर्छु। तपाईहरुको माया सदाबार रहिराखोस्। अब चाहिँ जाउँ भन्ने संकेत पनि भयो जाडो पनि भयो निकै। खै अहिले यो अप्रिलदेखि त यता त
जाडोहरू हराउनु पर्ने, गर्मी लाग्नु पर्ने। यसपालिको मौसमले चाहिँ त्यस्तो पनि दिएन, एकदम जाडो छ, अझै पनि जाडो भइरहेछ साथीहरू। त्यसले गर्दाखेरि चाहिँ यस्तै जाडोमा भए पनि तपाईँहरूको समक्षमा एउटा छोटो भिडियो ल्याउने जमर्को गरेको छु। कस्तो लाग्छ जस्तोको जस्तै कमेन्ट्स गर्नु होला है। राम्रो लागे राम्रो, नराम्रो लागे नराम्रो। अझै भिडियो कसरी बनाउनु पर्ने अथवा चाहिँ तपाईँहरूले, म धेरै त जान्दिनँ, त्यही हुनाले गर्दा तपाईँहरूको राय सल्लाहहरू मलाई चाहिन्छ। अब चाहिँ हाम्रो टिमहरू चाहिँ अगाडि बढिराखेको देखिरहेछु म। अब घर जानुपर्छ भन्ने तर्खरमा छौँ है त हामीहरू। ल आएन त हौ। उल्टो सुल्टो घुमिरहेको जानु नि यो मेरो छोरो चाहिँ घर जाउँ भन्दा पनि घर जान मानेको छैन। हेर्नु साथीहरू, मजाले खेलिरहेछ केटो। ल हेर्नु यहाँ, त्यो टोड्काबाट निक्लिने उहाँ कुदिरहेछ। टोड्काबाट निक्लिने अनि भाग्ने, पस्ने। ल हेर्नु, अब त्यो टोड्कामा पस्छ। त्यो हो, टोड्कामा सर्र पसेर टोड्काबाट फुत्तै निक्लिन्छ है साथीहरू। खेल्न मात्रै मन गर्छ, यस्तो चिसो छ, चिसो भयो र भने उसलाई चाहिँ एकदम जाँगर चलिरहेछ खेल्नलाई। अब चाहिँ केटाकेटी नि घरतिर गए, कुद्दैछ अब गाडीमा गयो गाडीतिर। अब चाहिँ म गाडीमा पसिसकेँ है त। अब चाहिँ लाग्यो साथीहरू, यस्तै हो। आकाशैमा गाडीमा पसेँ, मैले भिडियो बन्द गरेँ साथीहरू। ल साथीहरू, नयाँ छ भने सब्सक्राइब गर्नु नभुल्नु होला है। पुरानो साथीहरू भिडियो राम्रोसँगले हेर्नु होला, हेरिदिनु होला भन्ने आग्रहका साथ आजलाई यो भिडियो यति नै अन्त्य गर्न गइरहेको छु। ल बाई बाई सबैलाई, दर्शन नमस्ते। अर्को भिडियोलाई दर्शन नमस्ते। अर्को भिडियो लिएर आउँछु म। अर्को भिडियो नआउन्जेलसम्म पर्खिनु होला। कस्तो भिडियो लिएर आउँछु थाहा छैन है त। ल बाई।